चाहिँ जुनै धर्म माने पनि आफ्नो कर्म चाहिँ कुशल हुनुपर्छ। त्यसैले जो जति पनि आज रथ यात्रा गरेर आउनुभएको छ हेलो ल ओके थ्याङ्क यू हजुर मिसहरू सबैजना आउनुभएछ साईराम अघि नै आउनुभएछ प्रसादमजी यहाँनिर वितरण हुँदो रहेछ गुड मर्निङ म्याम आज पनि भयो सो ब्लेस्ड है ओम साईराम गुड मर्निङ टु अल र आज चाहिँ एउटा ब्लेस्ड इभेन्ट हुन गइरहेछ जो चाहिँ पुट्टपर्तीबाट श्री सत्य साई बाबाको डिभाइन रथको आगमन हुन गइरहेछ रिङछेन छोलिङ मोनास्ट्री मेगीडाँडामा र त्यसको लागि यहाँ फुल टिपेर साईको चरण स्पर्शमा चढाउनको लागि है र फुल टिपेर अब हामी चाहिँ लाग्दैछौँ अघिबाट नै माथि हाम्रो स्टुडेन्टहरू अनि हाम्रो एएचएम सर अनि स्टाफहरू अघि नै भेला भइसकेको छ है र यहाँनिर वेदर पनि यति साह्रो धुम्म भएर चाहिँ आजको वेदर पनि यहाँ केही नदेख्ने खालको भएर छ र अब हामी दुईजना चाहिँ लागे र तपाईँहरूलाई प्रत्यक्ष दर्शन गराउने कोसिस गर्छु हेर्दै जानुहोस् होला ओके सो अब यहाँनिर आउनै लागेको रहेछ है सबै तयारी भइरहेछ र सबैजना गुड मर्निङ अलिकति अलिअलि म सबै क्याप्चर गरेर देखाउने कोसिस गर्छु तपाईँहरूलाई हाम्रो दाजु नमस्कार हाम्रो म्यामहरू मिसहरू सबैजना आउनुभएछ साईराम अघि नै आउनुभएछ म चाहिँ झन्डै ढिलो भएछु ओके साईराम हजुर यसको जाङबल यताबाट यता हाम्रो आई पनि आउनुभएछ आई कुजाङबल कुजाङब लस लाई लु यहाँ हाम्रो नानीहरू पनि अघि नै आएर रेडी छ दर्शनको लागि है दिपेन ल सबजना यहाँ दर्शनको लागि रेडी छ है गुड मर्निङ रेडी छ अनि गुड मर्निङ ल गुड मर्निङ ल गुड मर्निङ ल गुड मर्निङ ल सब रेडी ल यहाँ चाहिँ रथको यहाँ चाहिँ बिसाउँछ है ओके दिव्य रथ चाहिँ यहाँनिर बस्ने रहेछ है र यहाँबाट चाहिँ हामी सबैले दर्शन पाउने रहेछ सबैजनाले साईराम ल हेलो ल ओके थ्याङ्क यू हजुर भरे हेर्नुहोस् ल हुन्छ लु साई रथको चाहिँ यहाँनिर गुड मर्निङ सर ल गुड मर्निङ साईराम कुजाङबो गुड मर्निङ उता लड्नुहुन्छ है उता लस गुड मर्निङ आमा सृष्टि लु सबैजनालाई साईराम ल यहाँ हाम्रो सोडा स्कुलको क्यारोल एकाडेमी ओके क्यारोल एकाडेमीको नानीहरू पनि अघि आइपुगेछ हो माछी
सत्य साई प्रेम प्रवाहिनीको यहाँनिर आगमन भइसकेको छ है। हाम्रो रिन्छिन छोलिङ मोनास्ट्रीमा। ओम साई राम। अब यहाँ पहिला यहाँ हाम्रो टिकुलाले दर्शन गर्नुहुन्छ है। त्यहाँबाट चाहिँ अरूहरूले दर्शन गर्छ सबै। ओम श्री साई राम। साई राम। सर्वव्यापी भगवान, सर्वान्तर्यामी भगवान, सर्वहृदयवासी भगवानलाई कुनै पनि धर्म मान्नुहोस्, धर्म छँदैछ तर सबैभन्दा ठुलो फेरि कर्म हो। भगवान साई बाबाको धर्मलाई मानेर हामी सिधै स्वर्ग जान्छ भन्ने छैन। बुद्धको दर्शनलाई मानेर हामी बुद्ध भूमिमा पुग्छ भन्ने छैन। सबैभन्दा ठुलो चाहिँ जुनै धर्म माने पनि आफ्नो कर्म चाहिँ कुशल हुनुपर्छ। तिलकोराद्वारा फुल र अखडा साईको चरणमा चल्दैछ। जनाद्वारा चाहिँ साईको पवित्र चरणमा चाहिँ फुलमाला चढाइरहेको छ है अहिले। पहिला हाम्रो यहाँ सानो सानो यापोहरूले त्यहाँदेखि आफ्टर चाहिँ अरू भक्तजनहरूले। नमस्ते Good morning. Ma'am. Good morning. आज यहाँनिर आउनु भएको रहेछ, भलिन्टियर गरेर आउनु भएको रहेछ हिगोङबाट। साईराम। हाम्रो भाउजू साईराम। यता जुम गरेर लगाइदिनु पऱ्यो यता चाहिँ। यता हाम्रो दिदी साईराम। दर्शन गर्नुभयो भाउजू? ए अब प्रसाद लिनुहोस् है ल।
प्रसादम चाहिँ यहाँनिर प्रसादम प्रसादम चाहिँ यहाँनिर वितरण हुँदो रहेछ वितरणै भन्छ नि होइन हेलो साईराम हेलो हेलो यहाँ हेर्नु न ननिस्केको ला सरी भाइ हाम्रो नानीहरू प्रसाद ग्रहण गर्दै अब खाएर चाहिँ स्कुलतर्फ लागिन्छ है पुनः अब प्रसाद खाएर माइन्ड फ्रेस भएर स्कुल लागिन्छ प्रसाद खाएर चाहिँ के गर्नुपर्छ स्कुलतर्फ लागिन्छ ल दर्शन राम्रो गर्नुभयो यता देविका मिस दर्शन राम्रो पायो है ल दर्शन पायो खुसी लाग्यो अब प्रसाद खाउँ है ल मजा भजनमा मग्न भएर खानुभएको सक्यो दर्शन सक्यो एकदम राम्रो भयो दर्शन है ब्लेस्ड है मन खुसी भयो प्रसाद अब प्रसाद मिठो रहेछ प्रसाद लिनुहोस् है हेलो ल ओके थ्याङ्क यू हजुर भरे हेर्नुहोस् ल हुन्छ आज सबै आयो क्याप्चर यहाँ सबै बल्ल आज यहाँनिर भेटेको आमामाम ब्युटिफुल भएर चाहिँ यहाँ सबिना मिसको पनि आज भेटघाट भयो कि अब गएको भयो दर्शन भयो ए ल घुम्नु भयो घुमेँ त माथि टिकुला पनि बेच्यो अघि गएर फर्स्टमा आएर ल अच्छा ल नातिनी हो नातिनी ल ए अच्छा ल सबैजना दर्शन सकेर चाहिँ यहाँनिर अब कोही प्रसाद लिँदै गरेको कोही अझै दर्शन गर्दै गरेको अवस्था बिहारको दर्शन पनि भयो सो ब्लेस्ड है यहाँ खै मैगुम ढोक्यो होइन ढोक्यो यो हाम्रो फुल प्रसाद पनि पायो दिव्य रथको चरण स्पर्शको फुल है सो ब्लेस्ड ओके सो फेरि भेटौँ अर्को भिडियोमा साथीहरू थ्याङ्क यू सो मच फर वाचिङ टिल देन सी यू